दाजुभाइ दिदीबहिनीहरू हामी काठमाडौँबाट पोखरा जाँदैछौँ। यो क्रममा चाहिँ हामी सीता पाइलादेखि धार्के जाने बाटोमा छौँ। धार्के बाटो आउँदाखेरि हामीलाई धेरै सजिलो हुन्छ। एज यु क्यान सी धार्के अझै यहाँबाट 12 किलोमिटर पर छ अनि हामी पोखरातर्फको यात्रामा हुन्छौँ। आजको हाम्रो पोखरा फिर्ती यो यात्रा पनि एउटा श्रीमान श्रीमती चट्ट लाएर होइन बाइकमै एउटा नेचुरल हावा खाँदै 360 भ्यू लिँदै रमाइलो गर्दै गफ गर्दै हिँड्नुको लागि थियो। तर मेरो एउटा भनौँ न रहर एउटा यो भिडियो खिचेर युट्युबमा अपलोड गरेर पछि बुढेसकालमा यसरी हामी हिँड्नु नसक्ने अवस्थाहरू आउँछ होइन। दाँतहरू पनि झरिसकेको हुन्छ होइन, छालाहरू पनि च्याउरी परिसकेको हुन्छ, आँखा धमिलो भइसकेको हुन्छ। चाहेर पनि नचाहेर पनि त्यो समयहरू अवश्य पनि हामी सबैको जीवनमा आउँछ। त्यस कारणले त्यो समयको लागि मैले यस्तो मेमोरेबल भ्लगहरू बनाइरहेको छु अनि मेरो सब्सक्राइबरहरूलाई पनि यसले केही न केही मात्रामा इन्टरटेनमेन्ट दिन्छ होला। अब जस्तो कि जो सातो बाटोबाट धार्के जाने बाटोको यो भ्यू मैले तपाईँहरूलाई राखेको छु। कतिजना यो बाटो हिँड्नु भएको छैन भने होइन आफ्नो आँखाले प्रत्यक्ष निरीक्षण गरेर यो बाटो यसरी हजुरहरू बाइक गाडी स्कुटर जेमा पनि यात्रा गर्न सक्नुहुन्छ। पहिला हामी उता काठमाडौँ आउँदाखेरि हामी नुवाकोटको बाटो आएका थियौँ। योभन्दा अगाडिको ब्लगमा हजुरहरूले हेर्नुभयो भने होइन त्यो देख्नुहुन्छ। त्यो चाहिँ नुवाकोटको बाटो चाहिँ हाम्रो यता धार्केभन्दा कति किलोमिटर उतापट्टि छ एउटा बाटोको नाम त्यो बजारको नाम बिर्सेँ। त्यहाँबाट हजुरहरू नुवाकोट हुँदै काठमाडौँ जानु सक्नुहुन्छ। त्यो चाहिँ बिच बाटोसम्म एकदमै राम्रो बाटो छ। तर नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गर्दा त्रिशुलीलाई छोडेर तपाईँहरूले जब राइट टर्न गर्नुहुन्छ त्यहाँनिर निकै न्यारो बाटो पाउनुहुन्छ अनि काठमाडौँ छिर्नको निम्ति निकै उकालो उक्लिनु पर्दो रहेछ, निकै घुम्ती अनि निकै टर्निङ पोइन्टहरू, निकै ठाडो बाटोहरू रहेछ। अनि आफ्टर होइन त्यो बाटो माथि पुगेपछि फेरि ठाडै ओर्लिनु पर्ने रहेछ। तर त्योभन्दा चाहिँ हामीले यो धार्केको बाटो चाहिँ धेरै प्रकारले चाहिँ होइन यो वाइडर पनि छ,
सिधै पृथ्वी हाइवेसम्म जोड्छ यसले। अनि तपाईँको बाटो पनि राम्रै छ। के गरेको हेर्नुहोस् न, अब बाइक आइरहेछ आफ्नो साइडबाट छोडेर यताबाट आउँछन्। हजुरहरू देख्न सक्नुहुन्छ त्यत्रो बाटो राम्रो छ, तर जुन कनेक्सन छ नि यो हैन, हात्तीको साइज पछि पुछार कस्तो हुन्छ भने जस्तै भन्छ हैन। अलराइट साथीहरू, अहिले हामी धार्केमा आइपुगेका छौँ। अस्ति भर्खरै यहाँनिर एउटा बस, एउटा ट्रक, अर्को स्कुल बस एकदमै दुर्घटना भएको थियो डरलाग्दो तरिकाले। कतैबाट सिसिटिभीले खिचिरहेको भएर त्यो फुटेजहरू हामीले पनि हेरेका थियौँ। धेरैजनाले आफ्नो ज्यान गुमाउनु पर्यो होला सायद त्यो घटनामा। मैले त्यो डिटेलमा त पढ्ने मौका पाएन, तर डेन्जर एक्सिडेन्ट भएको थियो धार्केमा। आजभन्दा लगभग सायद महिना दिन पनि भएको छैन होला। अहिले हामी कृष्णवीरमा आइपुगेको छौँ। मकै बनेको मकै म चाहिँ यो काँक्रा खानु किलो रहेछ। 1 केजी पुग्दैन। कति केजीको? अलिकति पुगेन। कति भयो भन न, बनाइदेऊ नि त धोएर खुर्सानी दलेर है। साथीहरू कृष्णवीरबाट